रातिको 12 साढे 12 भएको छ। सो म आफ्नै ठाउँमा आइसकेँ। आफ्नै ठाउँमा जो कि म यहीँ जन्मेर यहीँ हुर्केको मान्छे। तो श्रीनारायण चोक जो सुनसान छ। एक्लै छु म अहिले यहाँ 12:30 बजे एक्लै। कि सब दोकानहरू सब बन्द छ, सब बन्द छ। सो एक्लै छु म, डर पनि लाग्छ। एक्लै छु, आफ्नै ठाउँ हो यो, डराउन पर्ने कुनै पनि चिजको आवश्यकता छैन। र दाइ आउँदै हुनुहुन्छ मलाई लिउन। सो म अब घर जान्छु, रेस्ट गर्छु। 2 दिनपछिको यात्रापछि म घरमा आएँ। जाममा फसेको थिएँ, चक्का जाम थियो, गाडी चलेको थिएन। भोलिबाट झनै गाडी चल्दैन भन्ने सुनेको छु। गाडी मोटरसाइकल सबै चिज चल्दैन। हेरौँ कस्तो हुन्छ।